फुटबलको खेल जस्तै सिटी बज्यो अब त सकियो होला खेल भन्ने लागेको होला, प्रतिपक्षी साथीहरूलाई पनि लागेको होला, हामीसँगै रहेका कयौं साथीहरूलाई पनि लाग्यो होला कि सिटी बज्यो अब खेल सकियो। म भन्छु सिटी फुटबलमा 3 पटक बज्छ सभामुख महोदय, एउटा खेल सुरु हुँदा, एउटा हाफ टाइममा, एउटा खेल सिद्धिएपछि। जुन सिटी अहिले बजेको छ यो खेल सिटी सकिएको सिटी होइन, खेल सुरु भएको सिटी हो। खेल त बल्ल सुरु हुँदैछ। सभामुख महोदय, मैले आफ्ना कुरा राख्न पाएँ, प्रतिपक्षीहरूलाई म धन्यवाद दिन चाहन्छु। अब यो आरोप प्रत्यारोपको श्रृङ्खलालाई अन्त्य गरेर समाधानको बाटोमा जाउँ। सरकार लचकताका साथ दिनका लागि तयार छ। भएका सहमतिहरूमा काम गर्न जाउँ। जुन मुद्दा बोकेर यहाँहरूले सदनमा र सडकमा अवरोध गरिरहनु भएको छ त्यो मुद्दा होइन, त्यो इस्यु होइन। नन इस्युलाई इस्यु बनाएको प्रतिपक्ष हामी हेर्न चाहदैनौँ। दफावार छलफल गरेको प्रतिपक्ष, सरकारलाई विभिन्न विषयमा चुनौती दिएको प्रतिपक्षलाई हेर्नका लागि हामी आतुर छौँ। प्रतिपक्ष भएको 1 वर्षको अनुभवले हामीले प्रतिपक्षमा बस्दा कानुनका दफा दफा पल्टाएर यो सदनमा चुनौती दिएका हौँ। हामी त्यस्तै प्रतिपक्ष चाहन्छौँ, किनकि हामीले देखेको, हामीले सिकेको, हामीले भोगेको प्रतिपक्ष यो होइन। एउटा व्यक्तिमा केन्द्रित रहेर एउटा व्यक्तिलाई मानमर्दन गर्ने, एउटा व्यक्तिको चरित्र हत्या गर्ने र एउटा व्यक्तिलाई निरन्तर गालीगलौज गर्ने, बोल्न नदिने त्यस्तो प्रतिपक्षको अपेक्षा हामीलाई छैन। म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु प्रतिपक्ष लगायत सम्पूर्ण अन्य प्रमुख प्रतिपक्ष लगायत प्रतिपक्ष दलहरूलाई कि आउनुहोस् यो सदनलाई मर्यादित सदनका रूपमा अगाडि बढाउँ। यही सदन हो जहाँ मर्यादा दृष्टान्त बन्दथे, आज त्यही सदन लड्ने भिड्ने ठाउँ बनेको छ। यतिसम्म भयो कि प्रतिपक्षका साथीहरू मन्त्री बसेतिर ठाउँतिर फर्किएर पनि झैँ झगडा गर्न पर्ने अवस्था सृजना भयो। हालाहालको अवस्था, ठेलमठेलको अवस्था यो सदनमा सृजना भयो। यस्तो अवस्थाबाट मुक्त दिनको निमित्त, देशलाई आशा र भरोसा जगाउनको निमित्त केही काम गर्नुपर्नेछ। नयाँ दल भए तापनि केही गर्ने आशा र आँट बोकेर हामी यो सदनमा आएका हौँ। पद्धतिबाट, प्रक्रियाबाट हामी आएका हौँ। हामी त्यही पद्धति र प्रक्रियाबाट देशमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्न चाहन्छौँ। हुल हुज्जत र बल मिच्याई सदनमा चल्दैन होला भन्ने हामीले विश्वास राखेका छौँ। यदि हुल हुज्जत र बल मिच्याईमा सडकमा चल्ने हो भने त हामी त मात्र 21 जना छौँ, तपाईँहरू त ठुलो दल हुनुहुन्छ।